नमस्कार। मेरो यो एकाउन्टको युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत गर्दछु। म गङ्गा शर्मा। विशेष गरेर अहिले सोसल मिडियाहरू अथवा यो इन्फर्मेसन टेक्नोलोजीको यो एडभान्समेन्टले जसरी हामी सबैलाई एउटा ग्लोबल एउटा कम्युनिटी बनाएको छ, यो परिस्थितिमा हामी एकले अर्काका विचारहरू सजिलै सम्प्रेषण गरिराखेका छौँ, सुनिराखेका छौँ र एउटा महत्त्वपूर्ण माध्यम बनेको छ सोसल मिडियाहरू, तपाईँ युट्युब लगायत विभिन्न माइक्रो ब्लगिङ साइट्सहरू, चाहे सर्वदृश्य होस्, चाहे रिटेन होस्, चाहे जेसुकै होस्, यो इन्फर्मेसन टेक्नोलोजीले हामीलाई एउटा साँगुरो घेरामा ल्याइदिएको छ, एउटा परिवारको रूपमा विकसित गरिदिएको छ। यसले धेरै राम्रा कुराहरू पनि आएको छ। तत्कालै 2-4 मिनटमै हामी विभिन्न ठाउँका क्षणभरमै विभिन्न सूचनाहरू पाइराखेका छौँ, लाइभ स्ट्रिमिङ भइराखेका छन्, सूचनाहरू डाइरेक्ट हामीले कुनै पनि ठाउँका प्राप्त गरि नै राखेका छौँ। तर यसका केही नकारात्मक पक्षहरू पनि देखिन थालेका छन् कि एकले अर्काको विचारलाई सम्मान नगर्ने, एकले अर्काको विचारको जुन ढङ्गले चाहिँ दोहन गर्ने जुन किसिमको परिस्थिति सिर्जना भएको छ, यो चाहिँ एउटा फ्रिडम अफ स्पिच, फ्रिडम अफ भनौँ न, एउटा लिबर्टी भनौँ न, यो लिबर्टीको हिसाबले, एउटा डेमोक्रेसीको हिसाबले केही नराम्रा सङ्केतहरू देखा परेका छन्। जुन सोसल मिडियाहरूको दुरुपयोग जुन परिस्थिति सिर्जना भइराखेको छ, यो एउटा चिन्ताको कुरा हो। तर जुनसुकै कुरा भए पनि राम्रा नराम्रा पक्षहरू, राम्रोसँगै नराम्रो पक्षहरू जोडेर आउँछन्। तर मेरो के रिक्वेस्ट छ भनेदेखि सोसल मिडियाहरू हामी प्रयोग गर्ने हामी जतिसुकै साथीहरू छौँ, हामी सबै ब्लगरहरू, हामी सोसल मिडियाका व्यक्तिहरू सबैले एउटा जिम्मेवार ढङ्गले प्रयोग गऱ्यौँ भने एउटा महत्त्वपूर्ण वरदान हामी सबैका लागि स्थापित हुनेछ। अर्को मेरो के अनुरोध छ भनेदेखि विचारहरू अनेक छन्। यो संसार पनि हामी यो युनिभर्सलाई हेऱ्यौँ अथवा हाम्रै पृथ्वीलाई हेऱ्यौँ भनेदेखि यो डाइभर्सिटी छ। यहाँ हजारौँ जीवजन्तुहरू छन्, हजारौँ चराचुरुङ्गीहरू छन्, हजारौँ जङ्गलमा बिरुवाहरू छन्। त्यस्तै गरेर मानिसहरूका विभिन्न इथनिसिटी, रेस, सेक्स, रिलिजन्स बहुआयामिक छ, डाइभर्स छ। यसकारण यो डाइभर्समै यो युनिभर्स पनि फलेको छ, फुलेको छ र हामी मानिसहरू पनि डाइभर्स, विभिन्न सोचका, विभिन्न संस्कारका, विभिन्न धर्मका, विभिन्न सोच भनौँ न विशेषताका एउटा व्यक्तिहरू छौँ। त्यसकारण एकले अर्काका विचारहरूलाई सम्मान गरौँ, ग्रहण गरौँ, चित्त बुझ्छ समर्थन गरौँ, चित्त बुझ्छ एउटा कुनै निश्चित कुराका लागि भने एकबद्धता पनि जनाऊँ, चित्त बुझ्दैन भने तार्किक ढङ्गले त्यसको खण्डन गरौँ। कसैलाई सिधासिध गाली गर्नुभन्दा, सिधासिध कसैलाई चाहिँ होच्याउनुभन्दा, यो मेरो एउटा अनुरोध हो। र अब म केही यो युट्युब च्यानलको सन्दर्भमा कुरा गर्न चाहन्छु। वास्तवमा मैले यो च्यानल सुरुवात गर्नुको कारण चाहिँ के हो भनेदेखि सञ्चार माध्यमहरू पार्सियल छैनन्, भनौँ न पार्सियल छन्, भनौँ न इम्पार्सियल हुन सकेनन्, फेयर हुन सकेनन्। यो परिस्थितिमा हामी सूचनालाई पढेर, सूचनालाई हेरेर, सूचना जानेर अब यो कुरा कुन चाहिँ ठिक हो, कुन कुरा चाहिँ बेठिक हो भनेर पत्ता लगाउन बहुत गाह्रो भइराखेको छ। विशेष गरेर अब अमेरिका जस्तो देशमा त अब सञ्चार माध्यमहरू निष्पक्ष छैनन्। यिनीहरूले आफ्नो भेस्टेड इन्ट्रेस्टको इन्फर्मेसनहरू दिने गरिराखेका छन्। जस्तै सिएनएनलाई हेर्नुहोस्, अहिले डेमोक्रेटिक पार्टीको नोमिनी हिलारी क्लिन्टनको पक्षमा उनीहरूका धेरैजसो समाचारहरू, उनलाई नै फेभर गरेका समाचारहरू आइराखेका हुन्छन्। त्यस्तै फक्स न्युजलाई हेर्नुहोस्, उनीहरू रिपब्लिकनहरूलाई सपोर्ट गरिराखेका हुन्छन्। आफ्ना भेस्टेड इन्ट्रेस्टका कुराहरू छन्। त्यस्तै बिबिसीलाई हेर्नुहोस्, उनीहरूको आफ्नै भेस्टेड इन्ट्रेस्ट छ, उनीहरूको एउटा नेसनल इन्ट्रेस्ट छ। त्यो नेसनल इन्ट्रेस्टमा बिबिसीले के कुरालाई प्राथमिकता दिँदाखेरि उनीहरूको जुन नेसनल इन्ट्रेस्ट छ, उनीहरूको जुन नेसनल डिग्निटी छ, त्यसलाई चाहिँ नि यसले बढाउँछ। यी कुराहरूलाई ध्यान राखेर उनीहरूले समाचार दिने गरिराखेका छन्। अब नेपालमै पनि कुरा गर्ने हो भने नेपाल टेलिभिजन पुरै सरकारको लङ्गडो एउटा किसिमको भनौँ न, हिन्दीमा खाने तोते के भन्छ हाम्रोमा चाहिँ नि जुन पिजडा भनौँ न, पिजडाको सुगा जो कुरा बोल्न लगायो त्यही बोल्ने नेपाल टेलिभिजनको हालत त्यो छ। कान्तिपुरको कुरा गर्नुहुन्छ भनेदेखि उनीहरूसँग उनीहरूको अर्कै छ। उनीहरूको स्वार्थ भनौँ न, एउटा चाहिँ नि औद्योगिक स्वार्थ पनि होला, एउटा एक किसिमको चाहिँ नि मिडिया हाउसहरूको जुन स्वार्थ पनि छ। त्यसो भएको हुनाले
अन्य पत्र पत्रिकाहरू पनि हेर्नुहोस्, उनीहरूको आफ्नै भेस्टेड इन्ट्रेस्ट छ। तिनी सबै पढेर अथवा अध्ययन गरेर अथवा अरू कुरा अब सोसल मिडिया अर्कै छ, विभिन्न अनलाइन नामका यी पत्र पत्रिकाहरू, अनलाइन नामका कुराहरूले गर्दाखेरि यहाँ के कुरा भइराखेको छ, के कुरा हुन खोजिराखेको छ, निष्पक्ष प्रकारका समाचारहरू आउन सकिराखेका छैनन् र पाठकहरू हामीहरू सबैलाई चाहिँ किसिमले दिग्भ्रमित बनाइराखेको परिस्थिति छ। अब यो अवस्थामा हाम्रो जस्तो नेपाल जस्तो एउटा देश जुन एकदमै सुन्दर छ भन्छौँ हामी, हिमालयको टाकुरामा रहेको एउटा स्वर्ग झैँ सुन्दर एउटा प्राकृतिक छटा हराभरा यी सम्पूर्ण परिस्थितिले एकदमै सिन्चित गरेको देशमा अहिले एउटा चरम किसिमको पोलराइजेसन सुरु भएको छ। हुन त यो पोलराइजेसन राणाहरू जुन जङ्गबहादुर पछाडि नै सुरु भएको छ, त्योभन्दा पनि सुगौली सन्धि भन्दा पहिला जुन सुगौली सन्धि भयो, त्यो सुगौली सन्धिबाट चाहिँ एक किसिमको पोलराइजेसन देखा परेको छ। एकले अर्कालाई स्वीकार नगर्ने, एकले अर्कालाई समाप्त गर्ने यी चलखेलहरू त्यति बेलाबाटै सुरु भएको छ। तर त्यसको उत्कर्ष अहिले हाम्रो समाजमा देखा परिराखेको छ। आज देश एकदमै कठिन परिस्थितिमा पनि छ र यो कठिन परिस्थितिमा हामी नागरिकहरू जो जहाँ जुन अवस्थामा रहे तापनि देशलाई हामीले एउटा सही ट्र्याकमा ल्याउनको लागि केही योगदान गर्न सक्छौँ भनेदेखि हामीले गर्नुपर्ने जरुरी छ। आज म केही त्यस्ता डिटेल विषयहरूको बारेमा त कुरा गर्न चाहन्न, तर मेरो युट्युबमा मैले विशेष गरेर मैले देखेका, मेरो ब्रह्मले देखेका केही सत्य तथ्य कुराहरू यहाँहरू समक्ष सेयर गर्ने मेरो लक्ष्य अथवा ध्येय नै त्यो छ। र यो क्रममा म 100% सही नहुन पनि सक्छु, कतिपय कुरामा म गलत पनि हुन सक्छु। यदि यस्तो भयो भने यहाँहरूले कमेन्ट अथवा विभिन्न तरिकाले यहाँहरूले मलाई त्यो कुराहरूमा झकझक्याउनु नै हुनेछ भन्ने मैले अपेक्षा राख्दछु। तर म एज मच एज पोसिबल म आई ट्राई टु बी फेयर। मेरो एउटा यो कमिटमेन्ट हो। यो कमिटमेन्ट मैले किन गरिराखेको छु भने अहिले हामी स्वतन्त्र ढङ्गले सोच्न सक्ने हाम्रो दिमाग एक किसिमले हाम्रो देशको जुन पोलराइजेसनको जुन सिचुएसन छ त्यो सिचुएसनले हामीलाई पैदा गरिदिएको छ। आज हामी स्वतन्त्र देश, एउटा स्वतन्त्र देशका स्वतन्त्र नागरिक, हामी स्वतन्त्र देशका नागरिक हौँ अवश्य, यो कुरामा कुनै दुईमत छैन। तर स्वतन्त्र देशका स्वतन्त्र नागरिक हैन, फ्री पिपुल फ्रम फ्री कन्ट्री आज हामी हुन सकिराखेका छैनौँ। आज हामी बन्धक बनिराखेका छौँ, कुनै पार्टीका बन्धक बनिराखेका छौँ, कुनै संस्थाका बन्धक बनिराखेका छौँ, कुनै इन्ट्रेस्टका बन्धक बनिराखेका छौँ। र एकपटक हामीले आफ्नो भ्रमलाई सोचेर हेर्नुपर्ने परिस्थिति सिर्जना भएको छ कि वाट इज रङ एन्ड वाट इज राइट, वी हेभ टु डिस्टिङ्ग्विस बिट्विन देम। अब जब हामीले जुन खराब र जुन असलका बिचमा भेद भनौँ न छुट्याउन छोड्छौँ, त्यसपछि हामीले के कुराको सङ्केत भएको बुझ्नुपर्ने हुन्छ भने समाज इन द भर्ज अफ कोल्याप्स, आवर सोसाइटी इज इन द भर्ज अफ कोल्याप्स। त्यस हुनाले मैले कहिलेकाहीँ सोच्ने गरिराखेको छु कि मैले हाम्रो समाज यही भर्ज अफ कोल्याप्स सिचुएसनमा छ त। मलाई त्यो कुराहरू लाग्छ। मलाई लाग्छ कि सोसल जुन एस्पेक्टहरूलाई हेऱ्यौँ भने, हाम्रा मूल्य मान्यताहरू जुन भ्यालुजहरूलाई हेऱ्यौँ भनेदेखि मलाई यो कुरा पटक्कै विश्वास लाग्दैन हामी कोल्याप्सको सिचुएसनमा छौँ भन्ने। तर जुन हर कुरालाई हामीले पोलिटिसाइज गरिराखेका छौँ, हर कुरालाई हामीले पोलिटिसियनको चस्मा हेरिराखेका छौँ, एउटा स्वार्थको एउटा दृष्टिकोणले हेरिराखेका छौँ, यदि यही कुरालाई हामीले कन्टिन्यू गर्दै गयौँ भनेदेखि फाइनली इट्स अल्टिमेट रिजल्ट विल बी कोल्याप्स, यसमा कुनै शङ्का छैन। त मेरो आग्रह के छ भनेदेखि हामी कुनै पनि पार्टीका, कुनै पनि इन्ट्रेस्टका, कुनै पनि स्वार्थका जुन बन्धक बनिराखेका छौँ त्यो बन्धकबाट पहिला मुक्त हौँ र त्यसपछि देशका लागि, राष्ट्रका लागि, समाजका लागि के गर्न उत्तम हुन्छ, के गर्दाखेरि देशलाई, समाजलाई, संस्थालाई अथवा समग्र एउटा परिवेशलाई बृहत्तर हित हुन सक्छ त्यो कुरालाई हामी सोच्नुपर्ने स्थिति छ। आज मैले देखिराखेको छु देशमा सयौं पार्टीहरू दर्ता भएका छन् हैन, सत्ताको लुछाचुडी सुरु भएको छ, संसद खरिद बिक्रीहरू भइराखेका छन्,
हैन, विदेशी स्वार्थहरू एकदमै प्रबल बनेर आइरहेका छन्। देशको एउटा इन्टरनल कुराहरूमा पनि विदेशीहरूलाई ल्याएर हामीले एउटा इन्टरनल ढङ्गले पनि हामीले सिचुएसनलाई एकदमै एक्सटर्नलाइज गरिराखेका छौँ र हामी अन्य खेलाडीहरूको जुन एउटा प्ले ग्राउन्ड बनाउने जुन एउटा कन्ट्रीलाई चाहिँ त्यो सिचुएसन हामीले पैदा गरिराखेका छौँ, यो दुर्भाग्यपूर्ण कुरा छ। त्यसो भएको हुनाले एकपटक हामी स्वतन्त्र नागरिक, स्वतन्त्र देशका स्वतन्त्र नागरिक भएर सोचौँ र दिन सक्ने ठाउँमा दबाब दिउँ। उदाहरणको लागि डाक्टर केसीको अञ्चललाई लिन्छु मैले। डाक्टर केसीको आफ्नो स्वार्थ के छ भन्ने कुरा सबैलाई थाहै छ। उनी अविवाहित छन्, उनले आफ्नो जीवनमा जति कमाइ गरे, जति उनले प्राप्त गरे त्यो सबै समाजलाई नै फिर्ता गरे हैन, त्योभन्दा धेरै नै समाजलाई फिर्ता गरे हैन। उनको आफ्नो घरबार छैन, उनको आफ्नो कुनै बेस्टेड इन्ट्रेस्ट छैन। उनीबाट केही प्राप्त हुन, उनले केही प्राप्त होस् भनेर पनि चाहिरहेका छन्। उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा जुन किसिमको प्राइभेटाइजेसनको नाममा एउटा दलाली चलिराखेको छ, त्यसले गर्दाखेरि एउटा समाज नै सङ्कटमा छ। जुन देशमा चाहिँ स्वास्थ्य र शिक्षामा यसरी खेलवाड हुन्छ, त्यो देशको भविष्य हामीले कल्पना गर्न सक्दैनौँ। एकदमै जेन्युन मागको साथ उनको अनसन सुरु भयो, तर पनि त्यसमा विरोधहरू आइरहेको छ। यसले के देखाउँछ भनेदेखि वी आर इन द सिरियस प्रब्लम्स। द ट्रबल सुटिङ जुन हामीले अहिले गरिरहेका छौँ, यो ट्रबल सुटिङ चाहिँ के हो भनेदेखि यसलाई इमिडिएट फिक्स गर्नुपर्ने जरुरी छ र यो ट्रबललाई हामीले फिक्स गर्न सकेनौँ भनेदेखि अझ ध्रुवीकृत हुँदै जाने र एक किसिमले अफ्रिकन राष्ट्रहरू जुन हालतमा पुगेका छन्, कतिपय अफ्रिकन राष्ट्रहरू, त्यो हालतमा हामी जान सक्ने स्थिति पैदा हुन सक्छ। आज लाखौँ लाख युवाहरू विदेश छन्, लाखौँ लाख युवाहरूले आफ्नो घर परिवार त्याग्नु परेको छ। घर परिवार छिन्न भिन्न छ, श्रीमान एकातिर, श्रीमती अर्कोतिर, बाबु एकातिर, छोरो अर्कोतिर छैन। अब यसरी भनौँ न मानव डेजर्टिफिकेसन, भनौँ न ह्युमन डेजर्टिफिकेसन हामीले गरेर त्यसलाई, देशको श्रमशक्तिलाई सबै बाहिर धकेलेर अहिले देश विकासको गफ छोड्न बहुतै दुःख लाग्दो कुरा छ। त्यसो भएको हुनाले अब यावत कुराहरू छन् र मेरो यो ब्लगिङ साइटमा आज विशेष गरेर मैले सामाजिक विषयवस्तुहरू, राजनीतिक विषयवस्तुहरू, विशेष गरेर म आफै विज्ञानसँग सम्बन्धित व्यक्ति भएको हुनाले जुन रेभोल्युसन भइराखेको छ, जुन साइन्समा जुन इभोल्युसन भइराखेको छ, यी सबै कुराहरूलाई एउटा तथ्यको आधारमा मैले राख्ने जमर्को गर्नेछु। र मलाई आशा के छ भनेदेखि यो च्यानलले सफलता प्राप्त गर्नेछ र हामी समान विचार हुन सक्नेहरू एक ठाउँमा आउनेछौँ। एउटा विचार थट प्रोसेस हामीले सुरुवात गर्नेछौँ र एउटा प्लेटफर्मको रूपमा यो च्यानललाई हामीले प्रयोग गर्नेछौँ र यसबाट जुन समाजका लागि सही छ त्यो सही हो भनेर हामीले जोरदार ढङ्गले आफ्नो भोइसहरू राख्नेछौँ र जुन कुरा गलत छ, एकदमै गलत छ भनेर हामीले जोरदार ढङ्गले भोइसहरू हामीले राख्नेछौँ। त्यसकारण हामी आफ्नो भोइस जुन छ, द भोइस सुड बी हर्ड हैन। हाम्रो समाज, हाम्रो पोलिटिकल इन्स्टिट्युसन्स, हाम्रो गभर्मेन्ट अथवा हाम्रा जतिसुकै बडिजहरू छन्, तिनले भोइसलाई सुन्नुपर्ने हो। त्यो भोइसहरू नसुनेको स्थितिले विभिन्न द्वन्द्वहरू पैदा हुने, एउटा नराम्रा स्थितिहरू, हिंसाहरू पैदा हुने स्थिति भइराखेको छ। आज सबैका भोइसहरूलाई सुनेर सम्मानजनक ढङ्गले गर्न सकिने कामहरू फटाफट गर्न सकिएको खण्डमा धेरै कुराहरूको निराकरण गर्न सक्ने स्थिति छ। अर्को कुरो चाहिँ के छ भनेदेखि हामी अहिले चरम राजनीतिकरणको स्थितिमा छौँ। आज विश्वविद्यालयहरू पुरै राजनीतिकरण भइराखेका छन्, विद्यालयहरू पुरै राजनीतिकरण भइराखेका छन्। तपाईँ नेपालको हामी कुनै पनि ठाउँमा गयौँ भनेदेखि चाहिँ अहिले त शिक्षाले तपाईँको विद्यालय व्यवस्थापन समितिहरू खारेज गरेको छ, तब बन्ने नयाँ व्यवस्थापन समितिहरू पनि पुरै पोलिटिसाइज हुन्छ। तपाईँ जान सक्नुहुन्छ यो पार्टी कुन पार्टी होइन, यो विद्यालय कुन पार्टीको चाहिँ नि कुन पार्टीको भनेर सोध्न सक्नुहुन्छ। त्यो विद्यालय व्यवस्थापन समिति जुन पार्टीको छ त्यो उसले त्यही अनुसार प्रधानाध्यापक राख्छ, त्यही अनुसारको टिचर राख्छ, त्यही अनुसारको उसले एउटा विधि तयार गरिराखेको छ आफ्नो पार्टीलाई फाइदा हुने गरी, आफ्नो भनौँ न व्यक्तिगत दलगत एउटा स्वार्थलाई चाहिँ परिपूर्ति हुने गरिकन शिक्षालाई पोलिटिसाइज छ। विश्वविद्यालयहरू पोलिटिसाइज भइरहेका छन्। हुँदा अहिले तपाईँको निजामती कर्मचारीहरू पोलिटिसाइज भइसके। तपाईँहरूको कुन पार्टीको कर्मचारी हो भनेर सोद्धा हुन्छ। अहिले कर्मचारी चाहिँ कुन पार्टीको भनेर सोद्धा हुन्छ होइन। अब एउटा सेनामा राजनीतिकरण हुन सकिरहेको छैन र सायद भित्रभित्रै सेनामा पनि राजनीतिकरण गरिरहेको छ।
नदेखिने प्रकारको माइक्रो म्यानेजमेन्ट भनौँ न, सेनाभित्र पनि त्यो चलिराखेको छ। यस्तो स्थितिले होइन हामी यस्तो स्थितिमा आइसक्यौँ कि कुन कुरा राम्रो हो र कुन कुरो नराम्रो हो। आफ्नो दलले गर्यो भनेदेखि जुन कुरा पनि राम्रो भइराखेको छ, आफ्नो दलले गरेन भनेदेखि चाहिँ नि जुन कुरो पनि नराम्रो भइराखेको छ। यसले हाम्रो जुन चस्मा भनौँ न, हाम्रो देख्ने जुन चस्मा छ, आँखा छ, जुन एउटा भ्रम छ, त्यो हामी गुमाइराखेका छौँ। र यो भ्रम गुमाउनु भनेको तपाईँ आफ्नो मानवता पनि गुमाउनु। एउटा मानिस र पशुमा भएको फरक के हो भनेदेखि मानिसले ठिक बेठिक छुट्याउन सक्छ। एउटा नर्मल मानिसले भनौँ न, मानसिक ढङ्गले सन्तुलित मान्छेले भनौँ न, असन्तुलितको त छैन, तर सन्तुलित मानिसले चाहिँ नि सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत गर्न सक्नुपर्छ। र सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत गर्ने मान्छेहरू बहुतै कम छन्। र अब टाइम चाहिँ द टाइम हेज कम टु से दिस। र अब हामीले यस कुरामा ढिलाइ गर्नु हुँदैन। आज मैले विशेषतः यो सुरुवातको रूपमा एउटा इन्ट्रोडक्सनकै रूपमा मात्र मैले गरेँ। र अब आउँदा श्रृङ्खलाहरूमा मैले कुनै विशेष शीर्षकमा एउटा डिटेलली आफ्ना भनाइहरू राख्नेछु। वास्तवमा यी भनाइहरूले यहाँहरूलाई सूचनाको काम पनि गर्न सक्नेछन्, यहाँहरूलाई विचार निर्माणको लागि पनि काम गर्न सक्नेछन्। र मलाई आशा के छ भनेदेखि चाहिँ अब हामीले अलिकति ब्रोड भएर एउटा ब्रोड ढङ्गले सोच्नुपर्ने बेला आएको छ। र अलिकति ब्रोड माइन्डेड भएर हामीले अलिकति सोच्नुपर्ने एउटा स्थिति पैदा भएको छ। र यति भन्दै आज मेरो सुरुवात यहाँहरू समक्ष यिनै शब्दहरूद्वारा गर्दै फेरि अर्को समय यहाँहरू समक्ष फेरि यो च्यानलमा प्रस्तुत हुने वाचा गर्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।